यो चाहिँ कुनै बजेट ल्याएर ठेकेदारले कुम्ल्याएर यो चाहिँ नि यसको वास्ता नगरिएको यो विषयमा हामी सम्बन्धित निकायसँग सोध्नेछौँ। यो बनाउनै गरेको कति वर्ष बनाउँदै गरे त भयो होला 3-4 वर्ष 3-4 वर्ष भयो भनेपछि लगभग भवन पनि केही तहबाट तयारी पनि देखिन्छ, अलिकति ढलानहरू गरेर प्लास्टर गरिसकेको छ। तर यो स्थानीय निकायको चाहिँ ढिला सुस्तीको कारणले गर्दा यो संरचना चाहिँ सञ्चालनमा आउन नसक्या हो या माथिबाट नै यसलाई क्यान्सल गरिदिनु पर्छ अथवा यहाँको आवश्यकता छैन भन्ने खालको चाहिँ एउटा प्रत्याभूति भएको, यो के भन्न चाहनुहुन्छ तपाईँको तर्फ? भन्न सक्ने त अब सबैको आँखा नजर लागोस् भन्नु त अरू मिडिया कर्मीहरूले पनि देखाइराख्नु भएको छ। अब बन्छ होला सायद अब आउने नेताहरूले। भनेपछि यो डबजुङ गाउँपालिकाको कति नम्बर वडाभित्र पर्छ? 5 नम्बर वडाभित्र। दर्शक पनि यो देख्न सक्नुहुन्छ। पक्कै पनि यहाँका चाहिँ स्थानीय सरकारको पनि ध्यान जाओस् र हामी समग्र भन्छौँ सङ्घीय सरकार प्रदेश सरकारले पनि यस्ता खालका संरचना बनाएर यसलाई अलपत्र नपारियोस्। बाह्र छोरा 18 नाति बुढाको थैलो कानैमाथि भन्ने उखान यहाँ मात्रै होइन, नेपालका अधिकांश जिल्लाहरूमा चाहिँ देखिन्छ। म आज यति बेला हाम्रो टिम यति बेला चाहिँ धादिङ जिल्लाको नेत्रवती डबजुङ गाउँपालिकामा छ। डबजुङ गाउँपालिकाभित्र रहेका र बनेका संरचनाहरूको विषयमा पनि अलिकति बोल्दैछौँ हामी। यहाँ हाम्रो शर्मिला तामाङ म्याडम हुनुहुन्छ, यहाँ अलिकति अगाडि आइदिनु होला। उपाध्यक्ष हाम्रो नवइन्द्र फाउन्डेसनको उपाध्यक्ष हुनुहुन्छ। अब यो हस्पिटल बनेको चाहिँ कति वर्ष जति भयो? आज विशेष गरी उहाँसँग हामी जोड्छौँ। हस्पिटल यो प्रयोगमा आएको रहेनछ, यो कारण के हो? यहाँको स्थानीय तहको लापरवाही हो या यो चाहिँ कुनै बजेट ल्याएर ठेकेदारले कुम्ल्याएर यो चाहिँ नि यसको वास्ता नगरिएको यो विषयमा हामी सम्बन्धित निकायसँग सोध्नेछौँ। के हो खास गरी यो कति वर्ष जति भयो म्याम? अलिकति भनिदिनु थोरै, तपाईँ जिल्लाको भए हुनाले। मलाई त जिल्लाको भन्दा म यही गाउँको हो, यही गाउँको भयो भने म यहाँ बसिराखेको होइन, मलाई थाहै छैन यसको बारेमा त के कारणले चाहिँ यसरी अलपत्र भइरहेको। कति जति वर्ष भयो होला यो बनाउनै गरेको? कति वर्ष बनाउँदै गरे त भयो होला 3-4 वर्ष 3-4 वर्ष भयो भनेपछि लगभग भवन पनि केही तहबाट तयारी पनि देखिन्छ, अलिकति ढलानहरू गरेर प्लास्टर गरिसकेको छ। तर यो स्थानीय निकायको चाहिँ ढिला सुस्तीको कारणले गर्दा यो संरचना चाहिँ सञ्चालनमा आउन नसक्या हो या माथिबाट नै यसलाई क्यान्सल गरिदिनु पर्छ अथवा यहाँको आवश्यकता छैन भन्ने खालको चाहिँ एउटा प्रत्याभूति भएको, यो के भन्न चाहनुहुन्छ तपाईँको तर्फ? विषयमा त मलाई केही पनि थाहा छैन सर। केही पनि थाहा छैन। के भन्न चाहनुहुन्छ यहाँका नेताहरूलाई? के भन्न चाहनुहुन्छ तपाईँ एउटा चाहिँ फाउन्डेसनको उपाध्यक्ष भएको नाताले र समग्र एउटा रिपोर्टरको नाताले के भन्न चाहनुहुन्छ? यहाँको स्थानीय भएको नाताले के भन्न? मैले भन्न सक्ने त अब सबैको आँखा नजर लागोस् भन्नु त अरू मिडिया कर्मीहरूले पनि देखाइराख्नु भएको छ। अब बन्छ होला सायद अब आउने नेताहरूले। भनेपछि यो डबजुङ गाउँपालिकाको कति नम्बर वडाभित्र पर्छ? 5 नम्बर वडाभित्र। दर्शक पनि यो देख्न सक्नुहुन्छ। पक्कै पनि यहाँका चाहिँ स्थानीय सरकारको पनि ध्यान जाओस् र हामी समग्र भन्छौँ सङ्घीय सरकार प्रदेश सरकारले पनि यस्ता खालका संरचना बनाएर यसलाई अलपत्र नपारियोस्, कमसेकम यो सञ्चालनमा आइदियोस् र यहाँका नागरिकहरूले राहत पाउन् भन्ने नै हाम्रो चाहना हो। र यो जस्ताको तस्तै आजको यो यात्रा र यात्राभित्रको यो रिपोर्टिङ तपाईँहरूलाई गर्दैछ। हस् त, धन्यवाद।